काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरानका मेयर हर्क साम्पाङलाई साँचो माया गर्ने बताएका छन्। बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो कुरा बताएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यु आर माई ट्रु लभ। हर्क साम्पाङले बालेन शाहलाई विभिन्न आलोचना गरेपछि उनले यो स्ट्याटस लेखेका हुन्। यसअघि हर्क साम्पाङले बालेन शाहलाई लक्षित गर्दै लेखेका थिए, लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन। दर्शकबिन, जेएनजीको आन्दोलनमा सबै जेएनजीहरूले बालेन शाहलाई प्रधानमन्त्री बन्न र यो देशको बागडोर सम्हाल्न आग्रह गरेका थिए। तर बालेन शाहले स्ट्याटस लेख्दै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरे। हर्क साम्पाङ आफै प्रधानमन्त्री बन्न चाहन्थे। उनी चाहन्थे बालेन शाह प्रधानमन्त्री बनुन्, नत्र मलाई बालेन शाहले समर्थन गरून्। प्रधानमन्त्री बन्ने होडमा हर्क साम्पाङ थिए। तर बालेन शाहले हर्क साम्पाङलाई समर्थन नगरेर सुशीला कार्कीलाई समर्थन गरेपछि बालेन शाहबाट हर्क साम्पाङ चिडिए र निरन्तर बालेन शाह लक्षित स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा हर्क साम्पाङले प्रहार गरिरहे, जसले गर्दा हर्क साम्पाङ बालेनबाट चिडिएको प्रष्ट हुन्छ।